Hello everyone, good morning and welcome back to my new another vlog. मेरो चाहिँ रुमको हालत चाहिँ यस्तो छ। अब यसलाई सर्लक्क पारेर मिलाउनु पर्छ। सो फर्स्टमा म जान्छु खाना बनाउन अनि त्यसपछि मेरो कपडाहरू पनि धुन छ अलिकति। अनि कपडा यहाँ यस्तोमा छ कपडा धुन। यहाँ यस्तो सब कपडाहरू मिलाएर राख्नु छ। मेरो हिजोको नयाँ जाँगर आएर मैले बनाएको यस्तो खतरनाक। अब यहाँ बिचमा राख्ने क्याट बनाउँछु भनेर छु, तर जाँगर लाग्छ कि लाग्दैन आज भन्ने कुरामा हुन्छ। मेरो हरेक कुरा मुडमा डिपेन्ड हुन्छ, म के गर्छु के गर्दिनँ भन्ने कुरा छ। अघि चाहिँ मैले ओइल पुलिङ गरेर आएको थिएँ, अब चाहिँ जान्छु म नुहाउनतिर। ओह कस्तो झ्याउलाएर आयो नुहाउनु यताउति गर्न पनि काम गर्नु, तर गर्नु त भ्याल्यो। मैले चाहिँ त्यो फोनको वरिपरि कभरले चाहिँ त्यसको कलर जान्छ भने के सुनेको थिएँ नि त मैले, अनि त्यही भएर चाहिँ त्यसको सेफ्टीको लागि मैले प्लास्टिकको त्यो हालेको थिएँ। अनि मेरो अहिलेसम्म भोइस चाहिँ कस्तो दबाईको टाइपको आइरहेको रहेछ, मैले त नोटिसै गरेको थिएन। अनि एकछिन भिडियो हेर्नु पऱ्यो भनेर ट्राई गर्छु भनेको त भोइस चाहिँ कस्तो दबाएर आइरहेको रहेछ। अनि फेरि मैले सबै निकालेर हेरेको, बरु अहिले चाहिँ राम्रो आएको छ है अघिको भन्दा। यस्तो डर लाग्यो एकैछिनमा त, ला भोइस के भयो भने यस्तो तर्सिरहेको म भने। म खाना बनाउन त लाग्यो, मलाई चाहिँ भोक लागिरहेको छ। मैले चाहिँ उता ऐना हेरेको छु। मैले के मगाएको छु भनेपछि यो फोनको चाहिँ त्यो मगाएको थिएँ, त्यो सबै मगाएको त्यो भएन। अनि लेट्स अनबक्स। म खासमा खाना बनाउन थियो, फेरि यसलाई अनबक्स गरेर बल्ल बनाउँछु। यहाँ सबै अनबक्स गरेर भत्ला भुत्लो भइसक्यो, धेरै सामान त थिएन। यो चाहिँ दाँत सफा गर्नको लागि, अनि यो पनि दाँत सफा गर्नको लागि थियो। अनि यति यो चाहिँ घोटो चाहिँ बडी सेपर। अनि मेन भनेको चाहिँ यहाँ छ। सो एक्साइटेड, मैले यसरी फिट होला भने मैले सोचे पनि थिएन। ओ माई गड। म चाहिँ यहाँ मैले हिजो यो फ्राई चिकन ल्याएको थिएँ, यो चाहिँ बनाउँछु भने। अनि यहाँ पछाडि हेरेको, अनि यहाँ चाहिँ ओभन टोस्टामा पनि फ्राई गर्नु मिल्दो रहेछ। लेट्स ट्राई भनेर चाहिँ मैले यो ट्राई गर्न लाग्छु। दिस ट्राई यदि भयो भने चाहिँ माइक्रो ओभनमा 13 मिनट राख्ने भनेर चाहिँ माइक्रो ओभन होइन, ब्रेड टोस्टर। त्यसमा यो त धेरै ठुलो छ यार, त पाक्दैन जस्तो। त्यसमा यसलाई चाहिँ 1000 वाटमा 13 मिनट्स भनेपछि वेट यहाँ चाहिँ राखिदिनु पऱ्यो। ला अनै नगरेर त्यति गरेछ 1 मिनट एक्स्ट्रा। ओके 10 मिनटपछि यसलाई हेर्ने छ। यदि भयो भने चाहिँ मुकबाङ गर्छु म यसको आज। गाइस मेरो मात्रै बानी हो कि अरूहरूको पनि बानी हो? मलाई चाहिँ काटेको सागभन्दा चुडालेको साग चाहिँ मिठो लाग्छ। यो चाहिँ अब मेरो बानी मात्रै हो कि अरूको बानी पनि हुनसक्छ। काटेको सागमा चाहिँ अलिक टेस्ट आउँदैन, यसरी चुडाल्यो भने अलिक टेस्ट आउँछ जस्तो फिल हुन्छ मलाई चाहिँ। गाइस मैले चाहिँ यहाँ साग काटेँ, यो फर्सी जस्तो के पाउँछ यतातिर यो काटेँ। अनि यहाँ करेला भुट्दैछु। यो पाकिसकेपछि चाहिँ हाम्रो चाहिँ त्यसपछि म साग बनाउँछु, त्यसपछि यो बनाउँछु, त्यसपछि ओदन बनाउँछु, खाजा जहिले हुन्छ त्यहीलाई खाजा। अनि त्यसपछि खुर्सानीलाई फ्रोजन गरेर राखिदिन्छु। अनि यहाँ मासु छ, मासु फेरि म जति बेला चाहिने त्यति बेलामा गर्ने काम गर्छु क्या। अलि अगाडि बिहान उठेको चाहिँ बिहान भिजाएर राख्नुपर्छ नि, मेरो दिमागै छैन भने त्यही भएर अहिले भिजाएर आएछु। यो भिजेपछि यसलाई फ्राई गरेर राख्छु। एउटामा चाहिँ ग्रेभी बनाउँछु, यस्तै छ विदेशीलाई 4 दिनसम्मको लागि। यहाँ चाहिँ मेरो फ्राई चिकन इज रेडी। अलिक क्रिस्पी चाहिँ भएन, तर पनि यत्तिकै खान्छु म। मैले चाहिँ करेला भुटेँ, अब साग भुटेँ। अनि यो खेन्ताकी ट्राई गरेको लास्ट टाइममा चाहिँ अलि राम्रोसँग नपाक्या रहेछ क्या। अनि त्यही भएर चाहिँ फेरि वन्स अगेन गराउनु लाग्यो। यहाँ पुरै पुतपुत आयो। अनि त्यसपछि यहाँ चाहिँ मैले खुर्सानी सुकाउँदैछु।
सुकाउने भन्नाले पनि यसलाई अलिकति त्यो गरेर अनि पछि फ्रोजन गरेर राख्नुपर्छ क्या त्यसपछि अब म लाग्छु फर्सी बनाउनुतर्फ गाइस मेरो यो तरकारी पाक्यो यो फर्सी जस्तो यो साग अनि त्यसपछि यो करेला अब हामी लाग्छौँ मासु बनाउनुतर्फ फ्रोजन बनाउनु त बनाउनु थियो तर के गरौँ भइरहेको मलाई फर्स्टमा यो मासु बनाउनु परिहाल्यो अनि त्यसपछि यो मासु बनाउनु पर्छ सो मैले चाहिँ बिर्सिरहेको रहेछु आज त असार 15 हो सबैलाई ह्याप्पी असार 15 अनि त्यसपछि अब चाहिँ म चाहिँ जान्छु दिदीमा दही र चिउरा खान लेट्स गो आज म मासु बनाउँछु अनि मैले त्यहाँ चिउरा रेडी बनाइसकेँ दही आउँछ अनि त्यसपछि चिनी खाने रिचुअल सो गाइस मेरो रुमबाट यस्तो राम्रो सनसेट हेर्न सक्नुहुन्छ याद गरेर ब्लस गर्दैन त्यो मलाई नचलाउन आएर बेहाल्छ होइन यहाँ पुरै छिट्टै छिट्टै यहाँ कपडाभरि छिट्टै छिट्टै लगाएर गाइस म चाहिँ भिडियो बनाउँदैछु भन्ने कुरा बिर्सिँदै अब सुत्ने तयारीमा लाग्दैछ सिन्चन भयो पढ्नु पर्यो मेरो एक्जाम चाहिँ अब 5 तारिक मेरो एक्जाम चाहिँ आज कति तारिक भयो 29 तारिक 30 1 2 3 4 5 6 दिन पनि छैन म 6 दिन त 5 गतिलाई के गर्नु अब 5 दिन माई गड मैले सेट होइन खाए मसला कस्तो टोपीको त लेकिन यो कम्प्लिट पनि गरेन एक्जाम दिने बेलासम्म पनि यो कम्प्लिट गरौँ भनेको कम्प्लिटै भएको छैन मेरो भिडियोको साउन्डमा चाहिँ अलिकति प्रब्लम आए जस्तो मलाई फिल भइरहेछ किनभने यो फोनको स्पिकरमा चाहिँ प्रब्लम आएको जस्तो मलाई लागिरहेछ मैले बोलेको राम्रोसँग क्लियर सुनाएन दबेर आइरहेको छ आवाज किन होला अघि पनि त्यस्तै भइरहेको थियो मलाई सर्ट आउट भयो होला भन्ने सोचिरहेको थिएँ अनि फेरि पनि त्यस्तो भयो सायद त्यो कभरले गर्दाखेरि हो कि कभरमा त वाल चाहिँ छ तर यसमा पनि तर किन त्यस्तो भइरहेछ आई हेभ नो आइडिया टेन्सन पो लाग्यो मलाई त आई थिङ्क मैले चाहिँ नोटिस गरेँ मेरो कभरमा चाहिँ प्रब्लम हो कि भनेर किनभने यो कभर लगाएदेखि मैले भिडियो बनाएको पनि छैन अनि यो कभरबाट अहिले चाहिँ यो कभरबाट बोलिरहेको छु अघि चाहिँ कभर खोलेर भिडियो बनाइरहेको थियो त्यो साउन्ड चाहिँ डिफ्रेन्ट चाहिँ आइरहेको जस्तो मलाई फिल भइरहेछ आई थिङ्क कभरले नै हो कि जस्तो पनि लागिरहेछ मलाई मेरो वारेन्टी चाहिँ हुन्छ होला सायद जस्तो लागिरहेको मलाई एकचोटि म्यामलाई भनेर हेर्नु पर्यो यार मेरो मलाई टेन्सन लाग्यो सो बाई बाई सो थ्याङ्क यू फर वाचिङ गाइस अल्छ मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद मेरो भिडियो लाइक कमेन्ट सेयर गर्नु चाहिँ बिर्सिनु मिल्ते हैं नेक्स्ट ब्लॉग पर।